welcome back to my channel. अनि अहिले चाहिँ बिहान भर्खर उठेको, सो भ्लग स्टार्ट गरेको. Good morning. Good morning. Good morning. अब चाहिँ म यसो फुपूकोतिर लाग्दिएको, किनभने फुपूको घर र हाम्रो घर चाहिँ अलिक त्यति डिस्टेन्स छैन क्या. हाम्रो घर भयो भने उति छ, ऊ त्यो हो ल के भयो उति नै हो. सो नो डिस्टेन्स. अनि एकछिन गएर आउँछु. अनि हाम्रो मेरो ब्राउनी यसको त हेर ल जम्प है गाइस. उति नै हो नि त फुपूको घर, त्यही बस्नुहुन्छ. सो उति हो लागौँ. हिजो राति चाहिँ पानी परेछ क्या यतातिर, अनि त्यही भएर चिसो चिसो छ. गइदिनु पर्छ गाइस. तिम्रो को अरे सीमा गर्लफ्रेन्ड हो? तर तिमी कुट्छौ? सीमा राम्री छ छैन? अनि तिम्रो गर्लफ्रेन्ड होइन? गर्लफ्रेन्ड होइन तिम्रो? ये सब क्या देखना पड़ रहा है? अच्छा है मैं अंधा हूँ. छोराले त नि के भन्दैछ, सीमा गर्लफ्रेन्ड हो भन्दैछ. अनि गर्लफ्रेन्ड हो त? सीमा मेरो गर्लफ्रेन्ड हो भन्छ. सीमा को अरे? को सीमा? उसको पहिलेदेखिकै सानोदेखिको क्रस हो सीमा. उसले सबैजना केटीहरूलाई कुट्थ्यो, तर सीमालाई बैग मेरा स्टाइल है, किलर मेरी स्माइल है, गाड़ी 50 लाख की स्पीड 100 माइल है. आमा यस्तो भएपछि हामी चटपटे हाल्नु निस्किन आँटेको क्या. चटपटे पानीपुरी खान निस्किन आँटेको. सो निस्किन आँटेको होइन, निस्किएको पैसा चाहिँ यति छ गाइस. 200. ओके जाऊ. अब चाहिँ मेरो बहिनी ब्लगमा मैले भ्लग गर्दैछु. यो दिदी हुनुहुन्छ यहाँ चटपटे खाना लाटेको. आज यहाँ आन्टीले बनाउनुहुँदैछ. यस्तो मिठो बनाउनुहुन्छ आन्टीले. के भन्नु, के गर्न आएको आज त? आज हामी चटपटे खाना आएको. चाहिँ म जहिले खान्छु. आएको मलाई मिठो लाग्छ, त्यही भएर म जहिले खान्छु. बस यति भन्न चाहन्छु. ठिक छ, बहिनीलाई ब्लग बनाएको. अघि भर्खर चाहिँ हामीले के अरे पानीपुरी खाएर आएको. अनि फेरि अब घरमा चाहिँ चटपटे लाग्यो क्या. उता खाएनौँ हामीले चटपटे. अनि लेज पनि लिएर आएको. अनि मम्मीलाई पनि ल्याइदिएको छु. गाइस म चाहिँ यहाँ जोन सामलिङ भएर छु.
डुप्लिकेट भएछ अनि मैले हिजोको भिडियो हटाइदिएँ त्यही माथि त्यो क्वालिटी पनि राम्रो छैन आज पनि राम्रो हुन्छ कि हुँदैन थाहा छैन हिजो चाहिँ भिडियो सेभ गर्न नमिलेर भएको त्यस्तो होइन आज चाहिँ थाहा छैन हुन्छ कि हुँदैन अनुहार पनि जस्तै बिग्रिरहेको छ सबै देखिरहेको होला बाबाको फरारी हो फरारी सेबी उपर फरारी अनि बसन्ती दिस इज माई बसन्ती यस बाबाको बसन्ती हो यो चाहिँ अनि लाइक यस्तो अटो बाबा चाहिँ अटो चलाउनुहुन्छ अनि त्यसपछि के पनि गर्नुहुन्छ बाबा चाहिँ ट्याटुजहरू पनि गर्नुहुन्छ अनि तपाईँलाई ट्याटुहरू हान्नु छ भने यु ब्रासलेट चाहिन्छ भने क्यान कन्ट्याक्ट हिम ए हाम्रो बसन्ती हुनुको फाइदा चाहिँ जहाँ पनि जान पाइन्छ क्या यस्तो टक्क विदाउट मनी अनि ट्याटु पनि अब म अलिक पछि ठुलो भएपछि अफकोर्स हानिहाल्छु नि म बाबाले मलाई के पैसा लिने कि नलिने पछि ठुलो भएर फ्री हो फ्री अरूलाई चाहिँ होला त लाग्छ नि तर मिनिमम चार्जमा बेटर क्वालिटी अनि एकदमै राम्रो एफोर्डेबल प्राइसमा यु क्यान गेट ट्याटुज हामी चाहिँ हटिया आएको छौँ खै के किन्नु छ यहाँ चाहिँ सामानहरू किन्नु छ हटियामा के किन्छ यो चाहिँ बिचनको हटिया हो यहाँ चाहिँ यता सबै यतादेखि यतासम्म हटिया हो चाहिँ हामी हटिया डुल्दैछौँ खै के किन्न आएको अरे सब्जी किन्न आएको हामी चाहिँ यस्तै त हो हटियाको त्यहाँ प्यारा पुपु यता रौटी सेन्टर अस्ति उयो माथिको स्कुल यही परको स्कुलमा भएको थियो क्या सेन्टर परेको थियो घर छेउतिर थियो नि त अनि हामी हिँड्दै आउँथ्यौँ अनि यस्तो त मैले त्यो इक्जामभरिमा लाइक मैले त 20-25 वटा त खायो होला हौ कसम यो खट्टी मिठो यति मिठो हुन्छ 5 रुपियाँमा पाउने चिप एन्ड एफोर्डेबल मलाई चाहिँ बहिनीकोमा बोलाएको छ नि त अनि त्यहाँ खाना खान जान्छु होला अनि भयो भने त्यहीँ सुत्छु नै होला त्यहीँ सुत्छु हामी हेरौँ है त बाई बाई भोलि आउँछु के बाबा चाहिँ यहाँ बाबाले चाहिँ यो त बनाएको अरे क्या ब्रासलेट हेर्नुहोस् त ब्रासलेट बनाएको अरे मेरो घर चाहिँ कहाँ हो भन्यो भने त यो चाहिँ हो मेरो घर अनि बान्तवा निवास यो चाहिँ एउटा यो चाहिँ नि बिर्तामोडको बिर्ता बजार झापामा छ होइन अनि यो टोलको नाम चाहिँ शान्ति टोल हो तर एकदम हल्लै हल्ला हुन्छ हेर्न यति छ यहाँ मान्छेहरू हल्लै हल्ला छ तर नाम चाहिँ शान्ति टोल अरे म चाहिँ यहाँ आइसकेँ हेलो भन्नु न हिजो मात्र मेरो नातिनीलाई लाभ दिनु और अभी तो रुको लाइक गर्नु ओके नमस्कार सब्सक्राइब गरिदिनु भन्नु आजको लागि चाहिँ यति नै भन्दै म चाहिँ बाई बाई भन्छु बाई बाई लाइक एन्ड सब्सक्राइब थ्याङ्क यू फर वाचिङ बाई बाई